तपाईहरुलाई लाग्दै होला कि म के सोच्दै छु भनेर। के सोच्दै थिएँ फेरि म सोच्दै छु कि आज म यति मेहनतले भिडियो बनाउँदै छु भन्नाले भिडियो त हिजो बनाएको थियो, एडिटिङ चाहिँ आज गर्दैछु हैन। भिडियो बनाउँदै छु अनि कतिको लागेको होला, कतिले सपोर्ट गर्ला जस्तो लागिरहेको छ मलाई हैन। आई होप सबैजनाले लाइक कमेन्ट सेयर गरिदिनु होला। सेयर त धेरैजनाले गर्नु पर्दैन, चिनेकोलाई सदिक्षाको भिडियो आएको छ है हेर्देऊ है भनेर चाहिँ भनिदिनु। अनि त्यसपछि मैले धेरैजनासँग भिडियो बनाएको छु। अनि त्यसपछि मैले सोचेको पनि थिएन त्यस्तो रमाइलो हुन्छ होला भनेर। अनि त्यसपछि कुन पार्ट चाहिँ ठिक लाग्यो, म के गर्न गएको थिएँ, म त्यहाँ नाम भन्ने छु केही। अनि त्यसपछि मलाई नै थाहा थिएन, मैले चाहिँ त्यहाँ सोधी भने हो कुन पार्ट चाहिँ राम्रो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। किनभने मैले लास्ट मेहनत गरिरहेको छु, त्यही भएर यो मेरो फर्स्ट मेहनती भिडियो हुनेछ। के हुनेछ? फर्स्ट मेहनत गरेको भिडियो। ओके, लेट्स बिगिन गाइस। हेलो नमस्ते, ओहायो गोजाइमास। सबैजनालाई सन्चै आराम हुनुहुन्छ होला। भाग्नु पर्यो, लेट भयो कि म आज होइन। म भन्छु ल किन लेट भएको भनेर। के अरे जाँदै थिएँ आधी बाटो पुगिसकेको थिएँ। अब भिडियो स्टार्ट गर्छु भने त मेरो त सामान छैन। ल के सामान भन्दा यो नास्ता, सिलसिले नास्ता लिएर आऊ है भन्नुभएको थियो। नास्ता बनाएर राखेको त ल्याउनै बिर्सेँ भने एकछिन कट गर्छु ल, फेरि बनाउँछु। सरी गाइज, जापानको हल्का रुल तोडिदिएँ। अघि म त्यो सिग्नलबाट आउने बेलामा चाहिँ ठ्याक्क खुलेको थियो। दौडिन्छु अब भिडियो बनाउँदै दौडिन्छ होइन कि त्यो सिङको कटेपछि चाहिँ भिडियो स्टार्ट गर्छु भने सोचेको थिएँ। अनि त्यस्तो कस्तो मिसिङ है भाइ साहब भनेर सोचेँ। के भने त यो के कन्टिन्यू गर्छ यसको कुरा। अनि अहिले चाहिँ फेरि सेकेन्ड टाइम सिग्नल खुलेछ क्या, सिङ्गो भन्न आयो जापानिजमा। अनि त्यो गएको अगाडि एउटा सेन्से बस्दो रहेछ, एउटा गएको छ। अनि त्यस कुर्दो रहेछ क्या आफ्नो गएकोहरूलाई सिग्नल फलो गर्दैन। अनि म त त्यो गएको त होइन, त्यो स्कुलको स्टुडेन्ट त होइन। अनि मलाई हेरिरहेको रहेछ कि, तर म भाग्दिएँ। सरी ल, तर म सधैँ रुल फलो गर्ने मान्छे। एकछिन मेरो चस्मामा मेको उस हरायो। हेलो गाइज, फाइनली ल म बाटो देखाइदिन्छु। अब अझै म स्टेसनसम्म हिँडेर जानु छ, 9:20 पुग्नु अब राखेको ल, फेरि भेटौँला। हाम्रो JLPT M5देखिको एउटा थियो क्या लिसनिङ गर्ने बेलामा, लिसनिङमा सबको स्टार्टमा त्यही नै आउँछ होइन। थेन्किगा इकारा सानपोसी मासी हो भनेर होइन। अनि अहिले चाहिँ मेरो सिचुएसन चाहिँ थेन्किगा इकारा हासिरी मासी हो भन्नेवाला छ। ठ्याक्क सिग्नल खोलिरहेको छ अहिले चाहिँ। अझ एकदम ज्ञानी रुल फलो गरिरहेको म गाइज, प्राउड अफ मी। गर्मी है भाइ साहब, थेन्किगा यी मात्र होइन, गर्मी है गर्मी। आज हामी कहाँ जाँदैछौँ? हाम्रो चाहिँ बेला स्कुलले कतै लैरहेको हुन्छ नयाँ कुरा सिकाउन। आज पनि त्यो एउटा के माला टाइपको के बनाउने ठाउँ जाने हो। मलाई ठाउँ चाहिँ राम्रोसँग यादै छैन। बसमा चढेर जाने हो, बसले लैजाला नि भन्ने आशमा छु होइन। म सिग्नलमाथि सिग्नल हिँडिरहेको छु गाइज। यो अर्को सिग्नलमा आएँ, बिस्तारै म स्कुलतिर पुग्न थालिरहेको छु। अनि अहिले त मेरो ल्याङ्ग्वेज स्कुल 2 वर्षको सकिएको हो। थाक्यो हौ, एकछिनै पानी ल्याएन
ल्याउला नि कसैले है नत्र किन्नु पर्ला अनि त्यसपछि म भन्छु ल कन्टिन्यू गर्छु मेरो ल्याङ्ग्वेज स्कुल चाहिँ 2 वर्षको थियो सकियो अनि अहिले चाहिँ भोकेसनल स्कुल सेन्ट मन गएको भनेर स्टार्ट भएको छ कति कहिलेबाट स्टार्ट भएको रे 1 महिना ओभर भइसक्यो गाइजहरू 1 महिना ओभर भइसक्यो अनि यो चाहिँ हाम्रो फर्स्ट ओकुगाई केन्च्यु बाहिर घुम्न लैजाने हो अनि हेरौँ सब नयाँ साथीहरू सब अब के भनौँ हाम्रो क्लास फरकको साथी भनौँ न त्यसपछि म दौडिदिन्छु ल यहाँ गाडी कुरिरहेको रहेछ अनि मसँग सँगै क्लास पढेको साथीहरू चाहिँ धेरै छैनन् अलिअलि छन् तर म त सबसँग हल्ला गरिदिन्छु मलाई त्यस्तो मतलबै भएन मेरो हात दुखेर यता सार्छु उफ अनि त्यसपछि नयाँ पुरानो जे जस्तो भने रमाइलो भइरहेछ पढाइ नबुझे पनि अनि एक्सपिरियन्स हुन्छ बेला बेला घुम्न लैजान्छ अनि क्लासमा पढेको बेलामा यो ठाउँ गएस् कि नै भन्दाखेरि गर्छु भन्नलाई त हुन्छ नि त्यही भएर हो गाइज ल हाम्रो स्कुल चाहिँ हो पुग्यो सायद हाम्रो दाजुभाइहरू हुनुहुन्छ कलर दाइ हेलो गरिदिनु छिटो लजालु हुनुहुन्छ कि हाम्रो कलर दाइ फेरि अलि कस्तो लुसुक्क परिहाल्नुहुन्छ लजाएर होइन मैले हो म गो भन्दिनँ म गो भन्दिनँ कस्तो लाली लारान भयो कि आज त कहाँबाट लाली लाएर पठाइदियो मलाई अಯ್यो यो हाम्रो चाहिँ के हो अड्डा होइन दाइ हाम्रो अड्डा खै त नि अरू के रे अड्डा भन्दा नि ग्रुप मेम्बर खै त हाम्रो सायद दाइ मेन आकै छैन क्या तेरिका पसल कसले खोल्यो त आज आज उसको पालो पसल खोल्ने मान्छे त सायद दाइ हो खासमा नजिकै हुनुहुन्छ होइन ल अब एकछिन हाम्रो रेस्ट गरौँ गाइजमा चाहिँ पानी किन जानु लाग्यो अब चाहिँ हाम्रो गाई चाहिँ कहिले आउने हो भिडियो चाहिँ अगाडि अन गरिरहेको रहेछु बोल्न चाहिँ पछाडिबाट बोलेको हाम्रो मेन ग्याङ लिडर चाहिँ लिएट आएर लिएट त्यही त लाज छ नि लाज केही छैन दुईवटा चाहिँ है गाइस मैले चाहिँ किनिसकेँ किनि त सकेन म घरबाट ल्याएको हो यहाँ छ अर्को थर्ड मेम्बर पनि आयो ल हाम्रो ग्याङ भेला भयो है यहाँ चाहिँ हाम्रो कोम्बिनीबाट चाहिँ सिउपाचु भयो एउटा लिडरको अनि पिए चाहिँ अगाडि आइबोल त आयो त्यो अस्ति कता गयौँ अस्ति डान्स भिडियो हालेको थियो नि त्यो डान्स पार्टनरहरू हो क्या त्यो दुईजना चाहिँ बतासी अगाडि देश हुन्छ हाम्रो लजालु दाईहरू त के गर्ने होला यहाँ हेर्नु मलाई आज नक्कल पारेको दाई नक्कल पारेको हेर्नु नक्कली बहिनी भएको कपाली कस्तो राम्रो भएको नि ओए दौड छिटो यहाँ आउन तिमीहरू छिटो परिहरू आयो परिहरू उड्दै उयो कस्तो अयो नि बा छिटो बोक न किन उयो यस्तो राम्रो भएर तरुनी भएर आउने यो हेर त गाई चाहिँ तरुनीहरू टल्केको गर्मी भयो ल छाता ओढ ल अहिले त छैन ए तिमीलाई भएन हो कि फेरि ए भरेछ म यतै बस्नु अनि यस्तो घाम छ अनि अहिले फर्किँदाखेरि कहाँ हो र तपाईँहरूको तिमीहरूको ए हजुर साधनजी सच्यो हजुर सानकुमी जाने हो र हामीसँग होइन हो नि हामी ऊ त्यो साधनजी सच्यो भने त ऊ त्यो सिङ्गोबाट जानु त्यसो भए ल दिदी ल बाई अनि हामी दुईटा त एउटै गाडीमा हौ ल चाहिँ ल है गाइस हाम्रो दिदीबहिनीहरू त श्रीलङ्काको अयो के हो यस्तो धेरै लिएर आउने यो समय दिनु न छाता यसो मोबाइल समाउन गाह्रो भयो
आया छाता किन बोकेको त यसो ओडमला भनेर ओड्नु न कस्तो हो र हिरोनी टाइपमा अनि आया हिरोइन टाइपमा छिर्नु पर्यो यसले आधा आधी छेकिराख आँखाको लागि अब मुसा कालो भइसक्यो मेरो बुढो मान्छे करालाहरू फेरि कहिले बनाएको बनाएको होइन तानेको आज राम्री भयो र मसँग अलिक नभेटेको त राम्री भयो त्यसै आहा ए गाइस मेरो हाइट बढेर हेर यहाँ यस्तो गर्ने भइसकेँ म त्यो के भन्छ धेरै काम गरेर हो कि क्या हो बढेको मेरो हात दुख्यो ल गाइस अब एक्सचेन्ज गर्छु यतातिर जुत्ता खै त नि कडा मेरो नाच्न देखियो ल गाइस फेरि भेटौँ ल सेतो जुत्ता लाएर फेरि निकाल्दै ह्याट धुनै छाउ लाग्छ अनि यो कुन हो त नि यो त कालो ए उतातिर कालो रहेछ होइन यो त धेरै हुँदैन नि त के ल हामी सिग्नल भएको ठाउँबाट करस गर्ने हो करस फरक लाउनु पर्यो त हाम्रो लक्ष्मी दिदी दौडे 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 आजको दिन त दौडेरै जाने भयो म आज हिँडेर आएको नि हिँडेर दौडी दौडी हिँडेर उसले झन् झोलामा नेपालको झोला होइन आया ल ल ल फेरि 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 दिदी ओके ओके आयो खान्दाको त्यो एउटा ओछ्याले हुँदो रहेछ हेलो गाइज हो यो त ल एकछिन आउँदैछौँ नजिकै अयो हिजो मेरो काम 12 बजीसम्म थियो नि हाम्रो त मेरो त क्या खुट्टा धोइरह भनेको मेरो फेरि 6 बजीबाट 5 बजेदेखि हुन्छ कि अनि के थाहा कति बजी आउने हो सेन्सेलले स्केड्युल त पठा त 3 बजीतिर पुग्छ भनेर खानै होइन ल हामी चाहिँ स्टेसनतिर पुग्न लाग्यौँ गाइज हामी चाहिँ लगभग पुगिसक्यौँ है गाइज आउँदै रहेछ अझ क्लासमेट काममा जाँदाखेरि यहाँ हाम्रो भेला हुने ठाउँ अनि हामी त गाडीमा चढेर जाने गाइज अब गाडीमा चढेपछि भेटौँ ल 아나다 나니 너무 그래? 미루돼요. 아나다 나니 너무 미루돼요. 지금 어미즈 데유데 미즈 데모 너마하리마스까 스테루 거미요 미즈 데모 너마하리마스까 시라나이? 미안해. 이거네 너가 닦게 오사카? 오사카 가나? 응. 교토 가나? 아, 해역장? 응. 아, 기다리러 와르게도. 응. 저는 이미와 응. ずっと長く一緒にいて、もう帰らさせたい時は大阪。もうじゃな京都。京都、そうそう、一緒に勉強したから前言ってるけど、私も前勉強した。だからちゃんと言ったじゃん。でもね、私その言葉好き。なんか普通だと思うけどね、本当は逆の意味だけど、そうそうそう。いつでも知らない人は飲むって言ったけど、なんか知ってる人は失礼しました。あなた言ってチップスでも食べはりますかって。僕見れるかな？あれの名前は何？ポラ。ポゴラは誰？ミッツじゃない3人。行きます。यही छ हामी चाहिँ समुद्रलाई पार गर्दै जाँदैछौँ गाइजहरू
जुनालाई सम्झेको सम्झै थिएँ नि कति जुनाहरू त कहाँनिर आएकै छैनन् आज फेरि ढिलो भएछ क्या भनेर तिमीहरू कति आएको मै मात्रै रहेछ कि टेन्सन गर्ने हामीलाई त बालै छैन ए देखे पनि बोलाउनु हुन्न र मैले त कति बजे गाडीमा त कस्तो क्लियर फेस भएको मान्छे को रहेछ भनेको जुना पो रहेछ इस फोटो खिच्न भिडियो बनाएर हो मैले त बिजी भए बोलाउनु सकिन्छ त्यो त इवाके देश त्यो पनि भर्खर अहिले हामी यहाँ भएको भएर भनेको यो कुरा पनि ल नेहादीलाई सोधे हुन्छ के नेहादीलाई सोधे हुन्छ के ल म अभियसली उसले पनि आउने नि हाम्रो नि उसले अनि पछि भनेको के उसले भनेको के पछि बल्ल अनि अगाडि थियो भनेर अनि ए ल मैले त नै जुना जुना अनि श्रृङ्खलालाई नि सम्झिरहेँ श्रृङ्खला त ताइचोबारो भएर नआएको रहेछ नि त अनि चाहिँ सम्झिनु पर्ने मान्छे सम्झिनु परेन र हो कि अनि बेला बेलामा तिमीहरू ढिलो हुन्छ यसो तलेमा टाइमै बिर्सिन्छ त्यही भएर नि गाइस हामीले चाहिँ आइसक्यौँ अनि अभी कितनी सीढ़ी चढ़नी बाकी है माँ के भन्छ अरे शाहरुख खानले बनाएर चलिरह हेलो हेलो बनाऊ सीमाको डुप्लिकेट है हेर न पोर्चा लगाएको थियौँ किन यस्तै हामी सीमाको याद आयो बेस्टीहरू उडा उडा अब मोबाइल अलि सानो भयो कि तिमी देखिनौ टाइममा आउनु भएको छ कुआन सर नमस्ते सिन्चाओ Bashono namae nan desu ka sensei? Koko nan to iimasu ka? 場所はサイト。 Saito. サイト高校博物館。そうですか。さっき道に名前呼んでました。おいよ博物館。いいごなーいな。ありがとうございます。 बनाउन सक्छ ल हामीहरू गाइस बनाउन आउँदैन है यो बनाएर सक्यौँ है त देखाउँ ल के रे यसको नाम यो थाहै छैन डल्फिन खास मेरो डल्फिन के हो भने जस्तो लाग्यो तर होइन होला तर बिर्से हामीले नाम गाइसहरु अब हाम्रो के हुन्छ चाहिँ यहाँ छ है नास्ता खाने बेला हुन्छ यस्तो के छ के र यो झिङ्गा मैले उयो देखाएको छ बाजुबाट साबुडी लिएर आयो ल साथीहरु फेरि भेटौँ ल को नाम भन न सदिक्षा लम्साल सब्स्क्राइब गर्नु होला के रे फेरि भन त सदिक्षा लम्साल गुड सती लम्साल सदी चाहिँ हो कि लम्साल अहिले म त दिजे भने लम्साल लम्साल के भने लम त्यो लम्साल भनेको लम्साल साल के रे के भन्न लाग्थ्यो भन्दा यहाँ आएर चाहिँ सदी भएको हो क्या जमिनहरूलाई सर्टकट नाम चाहिन्छ नि त चिने हामी बुटोल कुन गर्दा हो कसको होला बुटोल भन्ने जस्तो लाग्यो उसको होला कहाँ मेरो त अझ कपिल वस्तु हो 4 नम्बर हो मेरो त 4 नम्बर कपिल वस्तु त्यही 4 नम्बर त्यहाँ पर्छ चिमेकी भेट्यो कपिल वस्तु बोर्डगाउँ बोर्डगाउँ हो घरै बोर्डगाउँ के ए मेरो त त्यहाँ हो फेरि कर्मना यिनीहरूको छिमेकी भेट भयो त्यही भएर त्यताको मान्छे अलि आशासी हुन्छन् कि हेर त्यही भएर होला होइन मसला नुन झारे मैले त यहाँ ल गाइजहरु अब हामी चपटटे बनाउँछौँ के बनाउँछौँ होइन चपटटे
tummy's got a beat. Something smells yummy, get up off your seat. Toast is popping, pancakes fly. Syrup on my fingers and I don't ask why. Yum, 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 I love the taste. Chocolate jelly, don't let it waste. Crunchy, chewy, sweet and fun. Let's eat together, everyone. Whoa, whoa, bye, bye. Whoa, 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 bye, bye. Lunchtime comes and I can't. मेरो त भएन नि Hai,私ね YouTube の動画作ってる今日送ります。送ります。はい何か言って今日何食べたこれは何ラーメン。違うあなた知ってるよ私わからない。チャーハンご飯も入ってるけどチャとパテチャとパテ。チャパテおいしいパテ。どうでしたありがとうござい辛いけどおいしいねえ辛かったね今日バイバイガイズます。ベリベリまたねドニャバーめっちゃ。हाम्रो यात्रा अब बिस्तारै बिस्तारै सकिन लागेको छ दिदी ल साथीहरु हेर यता यता ओइ हेर त ओइ कसै सुन्दैन यति हाम्रो नि छ यता यता नि है गिफ्ट ओके गाइज सोरो फेरि बोल्नु पर्यो हामी अब जाँदैछौँ गाइजहरू अँधेरो बाटो नडर है म छु यहाँ को माकुरको झोल हो मेरो कपाल तान्थ्यो नि Ataru imakara ichiman देशता गाइस चाहिँ हल्ला गर्न पाउँदैन रे तर मेरो मुखलाई कसरी रोक्न सक्दैन भयो वाउ यस्तो हो ल गाइस हामी चाहिँ अब फर्किन लाग्यो एउटा छातामा चारजना यदि हाम्रो बसलाई सायोनारा ल फाइनल बाइ बाइ गर्दैम न त बाइ बाइ अनि लास्टमा के गर्नु पर्छ रे लाइक सब्स्क्राइब गरिदिनु होला कमेन्ट पनि ल बाइ 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 बाइ